मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो नयाँ सोफा आउँदैछ, कति बेला आउँदैछ चाहिँ थाहा छैन। म्यासेज चाहिँ आएको थियो 11 to 1 समथिङ, र फेरि 60 मिनट्स अगो चाहिँ कल आउँछ भनेको थियो। कल चाहिँ आएको छैन, तर हाम्रो सोफा चाहिँ यस्तो छ। अब यो सोफा चाहिँ नेक्स्ट रुम उता डाइनिङ रुममा सार्दै गर्छु म। अनि नयाँ सोफा आएपछि चाहिँ अब नयाँ सोफाको बक्सहरू हुन्छ होला सायद, अनि म यो रुममा राख्छु। र अब सँगै यो सोफा सारौँ। हाम्रो पुरानो सोफा चाहिँ यस्तो थियो, अब यसलाई चाहिँ म सार्न गइरहेको छु नेक्स्ट रुममा। र हामी नयाँ सोफा राख्दैछौँ। अब हेरौँ कुन साइडमा ठिक हुन्छ। अब यता ठिक हुन्छ कि यता ठिक हुन्छ। त्यो झ्यालमा चाहिँ त्यो के भएको आई डोन्ट नो। मैले त्यो झ्याल खोलिदिएको छु। त्यो सानो यो एयर कन्डिसन त मैले खोलेको छु, रै पनि आँखामा आएर रै पनि खै के भएको। अनि अब सारौँ है त सँगै। सोफा सार्नुभन्दा अगाडि चाहिँ त्यो डाइनिङ रुम सार्नुपर्ने भयो। त्यो रुम जाम्मै त मैले डाइनिङ रुम भने डाइनिङ टेबल सार्नुपर्ने भयो, किनभने यहाँनिर स्पेस त छ, तर आई डोन्ट थिङ्क द्याट्स क्यान फिट इन हियर। त्यही भएर यसलाई अलिकति यता सारौँ अनि हेरौँ त्यसपछि। मैले चाहिँ यसलाई यता सारेँ। अब यहाँ चाहिँ ठुलो ग्याप भयो, यहाँ राख्नुपर्छ होला। मैले चाहिँ पुरानो सोफालाई यसरी राखेँ। अब पछि अब कहिले हुन्छ यो चाहिँ सबै रिटर्न गर्छौँ हामी। र अब अहिलेलाई भने यो एरिया क्लियर गर्नु छ।
कि बाहिर ओभर लगाउनु चाहिँ बाहिर लगाउनु पर्छ। मैले चाहिँ मेरो पानीमा कति 4 स्लाइसेस अफ क्युकम्बर हालेको छु यसलाई डिटक्स गर्नलाई। र मैले चाहिँ रुम खाली गरिसकेको छु। रुमभन्दा पनि सोफा राख्ने स्पेस। सुरुमा बक्सहरू आउँछ, बक्सहरू यहाँ राख्ने, खोल्ने, फेरि ओभर गर्ने। हो I'll show you. म चाहिँ यहाँ झ्यालबाट यस्तरी हेरिरहेको थिएँ कतै इन्फर्मै नगरी पो डेलिभरी भ्यान आउँछ कि भनेर। अनि ठुलो ट्रकभन्दा पनि ठुलो भ्यान आयो। अनि अरे इन्फर्मै नगरिकन आयो भनेर म त क्या खुसी भएर यस्तो गरेर पुरै भिडियो पनि बनाउनु पऱ्यो भनेर ब्याक क्यामेराले यस्तै खिचेर होइन खिच्दै थियो। अनि अलिक नजिक रिभर्स गरेर थियो क्या त्यो गाडी चाहिँ। अनि नजिक एउटा मान्छे पनि साइडमा हिँड्दै थियो। अनि म त होला नि त अब अर्को मान्छे त्यही डेलिभरी भ्यानको भनेर अनि अझै खिचिरहेको छु। अनि आयो, छेउमा आयो। अनि यहाँ हाम्रो यो घर अगाडि आइपुगेर त यसो हेर्छु भ्यानको नाममा त फेरि खै समथिङ फुड के लेखेको थियो क्या। अनि फुडको त होइन, फुड त नलेख्नु पर्ने, फर्निचर समथिङ हुनुपर्ने भन्छु। अनि त्यो मान्छेले चाहिँ त्यो मान्छेले चाहिँ नजिक आएर चाहिँ अनि पुरै अर्को घरको चाहिँ बिन बाहिर तान्यो क्या, अलिकति अगाडि बाटोमा निकाल्यो। अनि त्यहाँदेखि ला बिन पो रहेछ, आज त फ्राइडे बिहान बिन लिन आउने मान्छे पो रहेछ भनेर। अनि त्यहाँदेखि अनि म त ला भयो एकैछिनमा। अनि त्यहाँदेखि त्यो मान्छे पनि ठिक्क मलाई ठिक्क रियलाइज भएको थियो। अनि ला भन्दै थियो नि त्यो मान्छेले पुरै ठिक्क त्यो हाम्रो बिन देखाउँदै क्या। हामीले बिन निकालेको थिएनौँ आज बिहान। अनि हिजोसम्म चाहिँ याद आइरहेको थियो भोलि बिहान निकाल्छु भनेर। आज त बिर्सेछु फेरि भुसुक्कै यो सोफाको यो यताउति गर्दै म चाहिँ पुरै मेरो साउन आयो होला भनेर पुरै भिडियो गरेको त त्यो मान्छेले त पुरै हाम्रो बिनमा देखाउँदै यस्तो गर्छ क्या, बाहिर निकाल्ने भनेको होला क्या, अथवा म लगाउँ भनेको होला। अनि त्यहाँदेखि म चाहिँ हतार इसाराले नि म आउँछु भन्दै भनेको। अनि बाहिर गएर अनि ढोका खोलेर अनि निकाल्नु पऱ्यो भनेको त्यो मान्छेले अनि आफै निकालिदियो क्या। अनि अब त कन्फ्युज पनि भइरहेको थियो, हाँस पनि उठिरहेको थियो। अनि त्यहाँदेखि मैले त फेरि थ्याङ्क यू पनि भन्न बिर्सेछु। अनि भरे अनि फेरि अलिकति अरू पनि निकाल्नु पर्ने थियो। अनि त्यहाँदेखि अनि त्यो निकालेर थ्याङ्क यू भन्नु पऱ्यो भनेर भनेको। यसो हेरेको पर पुगिसकेको थियो। अनि अहिले पो थ्याङ्क यू चाहिँ किन नभनेको होला भन्दै यहाँनिर हाँस्दै छु एक्लै। उफ, म त बाटो हेरेकै भएँ। आयो आफू चाहिँ मक्ख परेर खिचेको लास्टमा त बिन बिच होला ठिकै छ त। तर यो एउटा त यताबाट राख्ने हो नि त हामीलाई होइन। अनि यहाँ चाहिँ यस्तो हुँदो रहेछ नि त। तर हामीले त यो दुइटा जोड्ने होइन नि त।
पहिला भन्नु न यस्तो राख्न आँटेको We'll rearrange it. Does it have got? Hooks. Yeah, 1 second. Let me show you. Okay. This one. It's like when you want to take it off, you just have to lift this sofa to remove it. Yeah. But it goes in here. Yeah. And does it have got knot? Yeah, that's another thing that you have to put in there. We can do it. You sure? I think he can adjust that one and we'll do this one. I think you no, can no. help us with that. No, no, no. Why? It's alright. You sure? Yeah, because that's the Oh, okay. that's not going Okay. that way. Yeah. Yeah. But if you Is that- give the part, have you got like knot? No, there's no knot. That's what I'm saying. You see this? It goes in you here. just click in there. You see this one? It goes. You just And- if you want to take it out, you just have to lift it. Yeah, yeah. And And just move that. push it. On Yeah. Yeah, it's just like this, Yeah. and then Yeah. it goes Okay. in there. Right, that's it. Perfect. हाम्रो चाहिँ आफै मिलाउने कुराकानी भयो No, no worries. I'll give it to you. All right, thank you very much. Thank Like you. you or for you? How many of you are in the band? It's 3 of us, but I'll give it to them because I don't drink Coke. Okay. All right, thank you very much. Thank you very much. Yeah, welcome to you. Have a good day. Take care. ल हाम्रो चाहिँ सफा आइसकेको छ है गाइजहरू यस्तो हुन्छ अनि यो दुईटा हुन्छ नि बिचमा अनि त्यही भएर मैले अस्तिदेखि यतापट्टि चाहिँ खाली हुन्छ रहेछ होइन भनेर भनिरहेको थिएँ त बसेर जे गर्दा हुन्छ त्यो ए हो त्यस्तो क्या त्यस्तो हुन्छ नि त त्यही भएर चाहिँ यो चाहिँ यता राख्ने निर्णय गरेको थियो नि त हामीले यस्तरी यहाँ चाहिँ ट्रायल सेसन भइरहेको छ यहाँनिर चाहिँ यस्तरी सुत्दा कस्तो हुन्छ भनेर कस्तो अर्को चाहिँ के खुट्टा राख्ने अनि उताले मिल्दैन होला नि त ए मिल्छ होला मिल्नु त तर त्यस्तो गऱ्यो भने चाहिँ फेरि यहाँसम्म आउँछ यु सेप बनाउनुलाई या पुरै स्पेस हुन्छ क्या त्यसले सोफा छ होइन त्यसले गर्दा उता चाहिँ बढी कालो देख्यो
हातरी चाहिँ साह्रै ठुलो कसरी राख्ने त फेरि अर्को ट्रायल सेसन त्यसरी ट्रायल सेसन चाहिँ गर्दै गर्नुपर्छ ला उता चिया के भयो चियाको लागि पानी बसाएर अनि सोफा मिलाउनु जाँदा हुन्छ त ए चियाको हालत चाहिँ यस्तो छ ठिक्क चिया पकाउनु पर्यो भनेर पानी बसाएको सोफा डेलिभरी आएछ अनि सोफाहरू फिक्स गर्दा ओर्दा त पानी सुकेर बिजोक भएको रहेछ त अनि हामी फेरि पकाउनु लागेको न्यु चिया ल हाम्रो चिया पाकिसकेको छ अब हामी नयाँ सोफामा बसेर चिया खान्छौँ सबैजनाले चिया लिएर बसेर हेरिदिनु होला के भएको छ तिमीलाई के लाज लागिरहेको क्या तपाईँलाई चाहिँ म चाहिँ यो भिडियो एपले मलाई व्यापारी बनाएर यहाँनिर बिदिन्छु अस्ति राति घुमेकोलाई नभएर दिनभरि घुम्नु परिरहेको छ हालेकै छैन नि उसले अस्ति फोटो मात्रै खिचेको त्यहाँदेखि त बिर्स्यो अरे उसले अनि चियर्स गरौँ कुराको देशहरू बटाल्ने गर्नु तपाईँ पनि भ्लगमा 2 शब्द बोल्दिनु नि त किन बोल्नु न तिम्रो ब्लग तिम्रो बोल्नु अनि केही 2 शब्द नबोल्ने तपाईँको आफ्नो मात्रै बोल्ने